हेलो, म यहाँ रगत जस्तै रातो भएर तपाईको अगाडि बसिरहेको छु, तर तपाई भने त्यो केमिकल भरिएको मेकअप र हजारौंको क्रिममा पैसा फालिरहनु भएको छ। म अनार हुँ जसले तिम्रो रगत शुद्ध पार्ने र कलेजोलाई जवान राख्ने मात्र होइन, अनुहारका दाग धब्बा पनि हटाउँछु। म रगत बनाउने मेसिन र तिम्रो छालाको असली ब्युटी एक्सपर्ट हुँ, बुझौ? यस्तै जानकारीका लागि फलो गर्नुहोस् र यस्तै भाइरल एआई भिडियो बनाउन सिक्ने भए viralcourse.online मा जानुहोस्। ओए मुला, मेरो यो बाहिरको काँडा जस्तो रूप देखेर डराइस कि क्या हो? म ड्र्यागन फ्रुट हुँ। मलाई काटेर हेर, भित्र लाखौं काला दानाहरू छन् जसले तेरो इम्युनिटीलाई रकेट जस्तै उडाइदिन्छन्। तेरो शरीरको सुगर नियन्त्रण गर्ने र मुटुलाई फलाम जस्तो बनाउने तागत ममा मात्र छ। म साधारण फलफुल होइन, तेरो रगत सफा गर्ने एउटा फाइटर हुँ। ओए पक, मलाई जथाभावी टिपेर खाने सोचेको छस् भने त्यो विचार अहिल्यै छोड। म च्याउ हुँ। म मासु जस्तै प्रोटिनको स्रोत त हुँ, तर मेरो असली पावर भनेको भिटामिन डी हो। मलाई खाएपछि त मोटाउने डर हुँदैन, किनकि ममा क्यालोरी एकदमै कम हुन्छ। तर होस गर, जंगलमा उम्रिएका जथाभावी च्याउ विष हुन्। ओए पक, मलाई साधारण काउली सम्झेर साइड लगाउने गल्ती नगर। म ब्रो काउली हुँ। तेरो शरीरमा छिर्न खोज्ने क्यान्सरका सेल्सहरूलाई पञ्च हानेर बाहिर निकाल्ने तागत छ ममा। तेरो रगतमा बग्ने बिमारीका कीटाणुलाई ठेगान लगाउने शक्ति छ ममा। मलाई खाएपछि तेरो शरीर स्टिल जस्तै बलियो हुन्छ। म तरकारीको भेषमा आएको तेरो शरीरको पर्सनल बडीगार्ड हुँ, याद राख। ए मान्छे, मलाई बाटोको साधारण फल सम्झेर हेप्ने गल्ती नगर। म मेवा हुँ, थाहा छ? सुन्तला भन्दा तेब्बर बढी भिटामिन सी र गाजर भन्दा बढी भिटामिन ए बोकेर हिँड्छु म। तेरो पेटको ग्यास र कब्जियतलाई एकै झट्कामा सफा गर्ने मेरो जादुई शक्ति छ। म साधारण फल होइन, तेरो शरीरको नेचुरल सफाई कर्मचारी र छाला टल्काउने ब्युटी एक्सपर्ट दुवै हुँ। हेलो, सुन्नुस् त, कति धेरै महँगो क्रिम दलेर बसेको? म घिउ कुमारी हुँ। मेरो यो एउटा पातले तपाईको अनुहारलाई ऐना जस्तै टल्काइदिन्छ। डन्डीफोर र चाया, उफ, ती त मलाई देख्ने बित्तिकै भाग्छन्। मलाई प्रयोग गर्नुस् अनि थाहा पाउनुहुन्छ असली नेचुरल ग्लो भनेको के हो। ए मूर्ख, स्क्रोल गर्न छोड। म निम हुँ। अनुहारभरि डन्डी फोर निकालेर बस्छस्। मेरो तितो रस पी, तेरो रगतको फोर र अनुहारको दाग दुवै ताछेर फालिदिन्छु, बुझिस्? मलाई मन्दिरमा पूजा मात्रै गरेर हुन्छ र? म तुलसी हुँ। खोकी र तनावले कति धेरै सता होला है। मेरो दुईवटा पात चपाएर खानुस् न। ए जङ्क फुडका रोगी, ग्यास्ट्रिकले पेट पोलेर मर्न लागिस्? म पुदिना हुँ। त्यो चाउचाउ खान छोड, मेरो रस पी। तेरो सडेको पेटको आगो निभाइदिन्छु, नत्र हस्पिटल जा। ओए लङ्गुर, म हुँ अंगुर। मलाई अमिलो भनेर तर्किने होइन, म त एन्टी-एक्सिडेन्टको बाउ हुँ। मलाई खाएपछि मात्रै तेरो अनुहारमा चमक आउँछ, बुझिस्? म हुँ अम्ला। म अमिलो भए पनि तेरो स्वास्थ्यको लागि रसिलो छु। पेट सफा गर्नेदेखि रगत शुद्ध बनाउनेसम्म मेरो हात छ। मलाई नहेप। सुन्नुस् त, म चिल्लोमा डुबेको पुरी हुँ। मलाई खाएपछि मुटुको नलीमा बोसो यसरी जम्छ कि रगतले बाटो नै पाउँदैन। म जेरी हुँ। मलाई खाएपछि रगतमा सुगर मात्र होइन, भोलि प्रेसर पनि यसरी उकालो लाग्छ कि डाक्टरको क्लिनिकमा तिम्रो स्थायी ठेगाना हुन्छ। ओए रोगी, म मृगौला हुँ। बिहानदेखि बेलुकासम्म त्यो नुनिलो चाउचाउ कुरकुरे र लेज मात्र कोचेको छस्। तेरो जिब्रोलाई 2 मिनेट मज्जा आउँदा यहाँ म चाहिँ नुनको भारीले किचिएर मर्ने बेला भइसकेँ। अलिकति त दया गर। अनि त्यो कोल्ड ड्रिङ्क्स र रङ्गीन जुस कहिले काहीँ झुक्किएर भए पनि पानी पिउने गर न, कन्जुस। पानी पिउँदा तेरो ब्याङ्क ब्यालेन्स घट्छ र? ओए मूर्ख, टन्न भात कोचेर सिधै माथिबाट 1 लोटा पानी खनाइदिने? तँलाई के लाग्छ म मेसिन हुँ? तैँले पठाएको पानीले मेरो पाचक रस सबै पखालेर लगिसक्यो। अब यो खाना भित्रै सड्छ अनि भोलि ग्यास्ट्रिक भयो भन्दै रुँदै हिँड्छस्। कम्तीमा 45 मिनट त पर्ख, नत्र तेरो पेट फुलाएर बेलुन बनाइदिन्छु, बुझिस्? म चुकन्दर हुँ। मलाई जुस बनाएर वा सलादको रूपमा खानुहोस्। म तपाईलाई ऊर्जा दिन्छु, शक्ति बढाउँछु अनि पाचन सुधार्छु। ममा प्रशस्त आइरन र फोलिक एसिड पाइन्छ, जसले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैको स्वास्थ्य ख्याल गर्छु। यस्तै जानकारीको लागि फलो गर्नुहोस्। ओए मान्छे, म नरिवल हुँ। मेरो पानी र गुदी दुवै खा है। म तँलाई तुरुन्त ऊर्जा दिन्छु, दिमाग तेज बनाउँछु, ब्लड प्रेसर पनि कम गराउँछु, बुझिस्? ओए म खरबुजा हुँ। मलाई खाइस् भने तँलाई गर्मीमा शीतल बनाउँछु, शरीरमा पानीको कमी हुन दिन्न र मुटुको रक्षा गर्दै शरीरको फोहोर सफा गरिदिन्छु, बुझिस्? ल है हजुर, नमस्कार। म खिर हुँ। दुध, चामल र माया मिलाएर बनेको। आज आमाको दिन, मलाई आमाको हातमा राखिदिनुस् है व मैले उहाँलाई न्यानो तुल्याउँछु। के छ हजुर? नमस्ते, म लड्डु हुँ। मिठो, गोलो र खुसीले भरिएको। आज आमाको मुख हेर्ने दिन भई मलाई चाँडै खानु है, अनि आमाको अनुहारमा मुस्कान ल्याउनुस्। नमस्ते हजुर, म केक हुँ। मिठो र नरम। आज आमाको मुख हेर्ने दिन मलाई खानु है हजुर। आमालाई मेरो मिठास उपहार गर्नुस्। ओए डाका, सधैँ मिठो मिठो तरकारी खाना पल्केको होस्। म पालुङ्गो हुँ। मलाई खाइस् भने तेरो आँखाको ज्योति बढाउँछु, हड्डी र दाँत बलियो बनाउँछु र छाला पनि चम्काउँछु। ओए रोगी, म सुपको साग हुँ। मलाई खाइस् भने तेरो ढाड दुखाइ कम गराउँछु, रक्तचाप नियन्त्रण गर्छु, मुटुको स्वास्थ्य राम्रो गराउँछु, पेटको ग्यासलाई पनि चट पारिदिन्छु। ओए, म बेथेको साग हुँ। मलाई खाइस् भने पाचन सुधार्छु, हड्डी बलियो बनाउँछु अनि छाला र कपाललाई स्वस्थ बनाउँछु। मलाई खा है। नमस्ते हजुर, चिन्नु भयो त? मलाई कसैले ताराफल भन्छन् भने कसैले करेम्बोला। म नेपालको तराई भागमा फल्ने गर्छु। मेरो स्वाद अमिलो हुन्छ। मलाई खानाले तपाईको शरीरलाई भिटामिन सी मिल्छ, छालालाई स्वस्थ राख्छ अनि कपालमा चमक आउँछ। साच्ची तपाईकोतिर यो फललाई के भनिन्छ नि? कमेन्टमा लेख्नुहोस्। ओए रोगी,
म खजुर हुँ, मलाई खा। तेरो शरीरलाई तुरन्त ऊर्जा दिन्छु, कमजोरी हटाउँछु, रगत बढाउँछु, थकान पनि घटाउँछु र शरीरलाई भित्रैदेखि बलियो बनाउँछु, बुझिस्? ओइ कमजोरी, यता हेर, म काजु हुँ, मलाई खा। तेरो शरीरलाई तागत दिन्छु, मुटु बलियो बनाउँछु र दिमाग पनि तेज बनाउँछु, दैनिक ऊर्जा बढाउँछु, बुझिस्? म बदाम हुँ, मलाई खा। तेरो दिमाग तेज बनाउँछु, स्मरण शक्ति बढाउँछु र शरीरलाई ऊर्जा दिन्छु, ध्यान केन्द्रित गर्न सजिलो बनाउँछु। ओइ मान्छे, म गाई हुँ, मेरो दुध खाइस् भने पाचन राम्रो हुन्छ, मुटु स्वस्थ रहन्छ। म दैनिक चिया, कफी र नियमित सेवनको लागि नै ठिक छु। ओइ, मलाई कालो भनेर नहेप, म भैँसी हुँ, मेरो दुध खायो भने शरीरलाई ऊर्जा दिन्छु अनि हड्डी बलियो बनाउँछु। मबाट बनेका परिकार अझ स्वादिला हुन्छन्। म केराको बुङ्गो हुँ, मेरो अचार बनाएर खानुहोस्, म एकदमै स्वादिलो हुन्छु। मलाई खानाले पाचन सुधार गर्छु अनि सुगर नियन्त्रण गर्छु। म तामा हुँ, मेरो अचार वा आलुसँग झोल बनाएर खानुहोस्। मलाई खानाले रक्तचाप नियन्त्रण गर्छु अनि मुटुलाई स्वस्थ राख्न मद्दत गर्छु। नमस्ते हजुर, म नरिवलको पानी हुँ, यो गर्मीमा तपाईको सबैभन्दा मिल्ने साथी। मेरो स्वाद प्राकृतिक रूपमा मिठो र ताजा हुन्छ। मलाई पिउनाले चर्को घाममा तपाईको शरीरलाई शीतलता र ऊर्जा मिल्छ अनि पानीको कमी हुन दिँदैन। साच्ची, तपाईकोतिर एउटा ताजा नरिवललाई कति रुपियाँ पर्छ नि? कमेन्टमा लेख्नुहोस्। नमस्ते हजुर, म अलैची हुँ, मलाई खानुभयो भने तपाईको मुखको दुर्गन्ध हटाउँछु, पाचन सुधार्छु, रक्तचाप नियन्त्रण गर्छु र मृगौला पनि स्वस्थ राख्छु। मलाई खानुहोस् है। नमस्ते हजुर, म ल्वाङ हुँ, मलाई खानुभयो भने दाँतको दुखाइ निको हुन्छ अनि मुखको कीटाणु नष्ट हुन्छ अनि पाचन बलियो बन्छ। मलाई खानुहोस् है। ए मान्छे, मलाई साधारण तरकारी ठान्ने गल्ती नगर। म सजीवन हुँ, दुध भन्दा 17 गुणा बढी क्याल्सियम र सुन्तला भन्दा 7 गुणा बढी भिटामिन सी बोकेर हिँड्छु। म 300 भन्दा बढी रोगसँग एक्लै लड्न सक्छु। सुगर होस् कि प्रेसर, मलाई देखेपछि ती भाग्छन्।